Hello, everyone. My name is Krish Gautam, and this is 2025. आज कुन कता आरम्भ I'm 19 years old. मैले प्लस टू सकाएको त नभनौँ, लेट्स से प्लस टू सकाएको मैले लाइक कति भयो 8-9 months भइसक्यो, राइट? सो युजुअली 8-9 months भित्र स्टुडेन्ट्सहरू के डिसाइड गर्छ भन्दाखेरि उनीहरू यहाँ पढ्ने कि बाहिर पढ्ने भनेर डिसाइड गर्छ. सो माई डिसिजन हुन्छ नि होइन, त्यो 8 months अथवा प्लस टू सकेको हुन्छ नि 4-3 monthsमा मेरो डिसिजन वाज नट हुन्छ नि स्योर कि म के गर्छु के पढ्छु भनेर. आई वाज नट स्योर एट फर्स्ट हुन्छ नि एक्जाम सकेको भोलिपल्ट अब स्योर लाइक म यता पढ्छु भने थियो होइन. बट ग्रेजुअली त्यो हुन्छ नि ओपिनियन त्यो डिसिजन हुन्छ नि यता पढ्ने त्यो चेन्ज भयो हुन्छ नि. सबै मान्छेले भन्यो बाहिर पढ एन्ड अल अफ दोस हुन्छ नि लाइक बाहिर फ्रुटफुल बाहिर अल द्याट के सो ऱ्यापर जस्तो बोल्ला म्यान. दिस इज अफ यो यस्तो किन भयो भन्दाखेरि आइएम लिसनिङ टु अ लट अफ ऱ्याप. तर मेरो पुरा यस्तो यस्तो भइरहेको हुन्छ नि. आम लुकिङ हुन्छ नि एट इन्टरभ्युज हुन्छ नि टाइलर द क्रिएटर भयो, गानी भयो, अल दोस केन्द्रिक किनारको म इन्टरभ्यू हेरेर आउँछु नि. दे स्पिक लाइक दिस होइन. अनि मैले हल्का केटी फक त्यो पनि हुँदैन, जस्ट कपी गरेको. त्यही हो म्यान. इट्स बिन लाइक 8 months प्लस टू सकेको एन्ड स्टिल आई कुडन्ट कम अप विथ एनी डिसिजन टु वाट टु डु विथ माई लाइफ अन्टिल टुडे. आज नि म कन्फ्युज नै छु एक्चुली. भेरी कन्फ्युज. आई थिङ्क आइम भेरी एन्सियस हुन्छ नि. आइम अ भेरी एन्सियस पर्सन. आइम भेरी गिल्टीफुल हुन्छ नि. आइम फिल्ड विथ गिल्ट, फिल्ड विथ रिग्रेट. आइम फिल्ड विथ मिडियोक्रिटी हुन्छ नि. मिडियोक्रिटी होइन मिडियोक्रिटी. सी प्रोनाउन्सिएसन त गर्न आउँदैन. मिडियोक्रिटी. आइम फिल्ड विथ हुन्छ नि डाउन प्लेइङ माइ सेल्फ. I'm filled with people pleasing. I'm filled with laziness, not doing anything. I don't know मैले किन भने. So yeah. Why the fuck did I say that? मैले अगाडिको मैले के लाइन बिर्स्यो. त्यही हो, मैले पढेको छुइनँ. एन्ड अन्टिल आज म अस्कर कलेज गएको थिएँ. इट्स अ फिल्म स्कुल है. अनि फिल्म स्कुल हो, इट्स अ नाइस स्कुल है. म त्यहाँ जानेको मेन रिजन इट वाज लाइक आई फिल लाइक आइम क्रिएटिभ है कहिलेकाहीँ. आई फिल लाइक आई हेभ दि माइन्ड अफ क्रिएटिभ पर्सन है. आई डोन्ट नो त्यो धेरै इन्स्टाग्रामको त्यो फिड्सहरू देखेर इन्स्टाग्रामको धेरै त्यो हुन्छ नि आर्टिस्टिक पोस्टहरू मैले धेरै लाइक गरेर हुन्छ नि मलाई त्यस्तो त्यो फिल आयो कि होइन म भित्रबाट क्रिएटिभिटी छ त्यो. आई डोन्ट नो एक्चुली. आई डोन्ट नो. आई हेभ मेड लाइक 10 पनि 20 किन भन्यो भने 7 to 8 भिडियोज हुन्छ नि लाइक हुन्छ नि त्यो ऱ्यान्डम त्यो टिकटकमा हाल्ने भिडियोजहरू त्यस्तो बनाएको थिएँ. नट लाइक मैले लिप्सिङ गरेको लाइक हल्का आर्टिस्टिक लाइक दोस टिकटक भिडियोज हुन्छ नि लाइक मोटिभेसनल भिडियो दोस हुन्छ नि होपकोर स्याडकोर एन्ड अल द्याट भिडियो मैले त्यस्तो बनाएको थिएँ. भनेपछि त्यसले मेरो इगो अलि बुस्ट गरायो हुन्छ नि. म आफूलाई क्रिएटिभ भन्न थालेँ होइन. I feel like I am not creative. I think I am, but there are no works, there are no awards, there are no anything for me to call myself a creative person. Okay, right? So आज म अस्कर गएँ, अस्कर कलेज गएँ. त्यहाँको रिसेप्सनिस्ट म्यामसँग कुरा गरेँ एन्ड म्यामले मलाई त्यो कलेजको बारेमा यताउति भने एन्ड अल द्याट. जस नाइस कलेज. अनि मेरो लाइक मैले अस्कर कलेज किन जान्छु भनेर सोच्दाखेरि आई जस्ट वान्टेड टु फिल समथिङ एन्ड आई जस्ट वान्टेड टु बी इन्सपायर बाई पिपलहरू हुन्छ नि. आई जस्ट वान्टेड टु बी मोटिभेटेड बाई पिपलहरू के. कस्तो भन्दाखेरि युरिनल हुन्छ नि त्यो रिभरमा एउटा ट्रङ्क हुन्छ नि फ्लोमा जान्छ नि. आई वान्टेड टु बी द्याट के हुन्छ नि. आई डिडन्ट
wanted हुन्छ नि myself to हुन्छ नि push myself अगाडि कि I just wanted someone to हुन्छ नि look over me and guide me, and I thought Oscar could be a very good place for my creative endeavor type shit. Hey, and then आज म गएँ and then फर्केँ म यता घरमा आएँ म and then I started हुन्छ नि अब अस्कर पढौँ किन आएँ भने के है, बिकज अस्करमा के हुन्छ भन्दाखेरि त्यो माइग्रेसन सर्टिफिकेट हुन्छ नि त्यो तिमीले दिनुपर्छ रहेछ के, त्यो माइग्रेसन सर्टिफिकेट चाहिँ टियुले लिन्छ रहेछ, अनि तिमीले 1 year नसकेसम्म तिमीले त्यो माइग्रेसन सर्टिफिकेट लिन मिल्दैन. एन्ड असाइड फ्रम हुन्छ नि अस्कर एन्ड अल द्याट हुन्छ म बाहिर पनि अप्लाई गर्ने सोचिरहेको थिएँ मैले. मेरो इन्टरभ्यू धरि आइसकेको छ है, इन्टरभ्यू डेट April 16 छ होइन, आई थिङ्क यो 25 days पछि हो छ होइन. एन्ड इट्स लाइक हुन्छ नि अब भिजा इन्टरभ्यूमा आई थिङ्क माइग्रेसन सर्टिफिकेट चाहिन्छ चाहिँदैन आई डोन्ट नो है, च्याट जिपीलाई सोद्धाखेरि चाहिँदैन भन्ने थियो. सो इट्स लाइक 2 choice मेरो अहिले आयो कि, इदर स्टडी एट अस्कर एक्चुअली 3 है, गो अब्रोड इदर वेट हल्का हुन्छ नि 5-6 months अझै एन्ड जोइन IMS ओर एनी अदर हुन्छ नि कलेज कम्प्युटर रिलेटेड है. कम्प्युटर आई डोन्ट गिभ अ फक यार, एक्चुअली मैले केही बुझ्दिनँ, मैले केही ट्राई पनि गरेको छैन, त्यही भएर होला होइन. बाहिर जान म अहिले पनि सक्छु. अस्करको के प्रब्लम भन्दाखेरि इफ नो मी आइ एम भेरी ब्याड एट नेपाली राइट. सो अस्करमा के छ भन्दाखेरि फर्स्ट इयर नेपाली कम्पलसरी नेपाली ए होइन फर्स्ट इयर कम्पलसरी इङ्ग्लिस, फर्स्ट सेमिस्टर कम्पलसरी इङ्ग्लिस, सेकेन्ड सेमिस्टर कम्पलसरी नेपाली, थर्ड इयर कम्पलसरी इङ्ग्लिस, फोर्थ इयर कम्पलसरी नेपाली. सो यु नो मलाई नेपाली आउँदैन, म नेपाली पढ्न सक्दिनँ, म नेपाली लेख्न सक्दिनँ हुन्छ नि. मेरो धेरै इन्सिडेन्ट भन्छ यो नेपाली रिलेटेड, नेपाली सब्जेक्ट रिलेटेड. क्लासमा यस्तो भएको थियो कि 12th क्लासमा हुन्छ नि एउटा नेपाली सरले मलाई के भने, हाम्रो क्लासलाई के एउटा प्रोजेक्ट दिएको थियो भन्दाखेरि आफ्नो फ्यामिली ट्री बनाऊ भन्ने थियो कि होइन. अनि म यस्तो हाउडे मान्छे होइन, मैले आफ्नो फ्यामिली ट्री धरि बनाएन के, म कस्तो आनन्द. अनि मैले मेरो एउटा साथीको साह्रै होइन उसको नाम जेसके, अनि पछि उसको सरनेम महर्जन हो क्या होइन. अनि मैले मेरो प्रोजेक्टको चाहिँ त्यहाँ माथि चाहिँ नि महर्जन परिवार लेखेँ क्या, बट एक्चुअलमा आम क्रिस गौतम राइट. एन्ड क्लासको अगाडि बिल्ला भयो. सो द्याट्स हाउ द्याट मच अफ हुन्छ नि लेभल अफ स्टुपिडिटी मसँग छ कि हुन्छ नि. आई वाज टु हुन्छ नि कन्फर्ट नेपाली सब्जेक्ट हुन्छ नि. सो मैले अस्करमा त्यो देखेँ एन्ड देन आई वाज लाइक फक लाइक व्हाट आई वाज स्टडी नेपाली भयो के होइन. त्यही हो. सो म एक्चुअली बाहिर जाने थिएँ है, बाहिर जाने मैले सोचेको थिएँ है, तर मैले बाहिर नजाने भनेर फेरि मैले डिसाइड गरेँ बिकज आई वाज लाइक त्यही मैले अगाडि भने जस्तो आइएम कन्फ्युज थिएँ होइन. अहिले म बाहिर किन जाँदिनँ भन्दाखेरि मलाई डर लागिरहेछ. डर किन लागिरहेछ भन्दाखेरि आई फिल लाइक आई विल नट डु माई बेस्ट. म बाहिर गयो भने हुन्छ नि आई डोन्ट ह्याभ द स्किल हुन्छ नि, आई माइट डेभलप बट आई डोन्ट फिल लाइक आई कुड डु द बेस्ट के. अनि यु नो त्यही भनेर आई वाज लाइक ओके ठिक छ, अब बाहिर नजाने अब कम्फर्ट जोनमा बसेर नेपालमै बसेर आई एम गन बी लाइक आइम गन ग्राइन्ड हुन्छ नि. म बाहिर जाँदिनँ, म यहीँ बसेर ग्राइन्ड गर्छु, यहीँ जब गर्छु नि, यहीँ अस्करमा पढ्छु भनेर डिसाइड गरेको. अनि पुरा ह्याप्पी भएर आज गयो स्कुटरमा ब्रुम गर्दै हुन्छ नि. आई वाज लाइक आइम सरी अस्कर आज भनेर होइन ब्रुम गरेर गयो होइन. अनि इट वाज फन हुन्छ नि अल द्याट भन्यो. एडमिसनको लागि यस्तो गर्नुपर्छ, मिनिमम 50,000 गर्नुपर्छ भने यताउति भन्यो. एन्ड देन म घर आएँ एन्ड देन मैले मेरो त्यो अस्कर एउटा साथीले सोधेँ होइन कस्तो कस्तो हुन्छ सब्जेक्ट, फकिङ नेपाली you know, fucking Nepali. I was like, man. So there you go. I can't run away again. Baby, I got a plan. Run away fast as you can. Run away from my baby. I really can't run away again. Universe मलाई भन्न छ के, if you want to pursue your creative endeavor हुन्छ नि, you have to face your हुन्छ नि होइन, overcome your past के, that is fucking नेपाली के होइन. अनि if म बाहिर जानुपर्छ भने I need to overcome मेरो हुन्छ नि fear of not being enough के. अब त्यही हो.
confusion, anxiety, guilt, regret, all that packed in me and Sunny. But I feel like there is hope and Sunny. Hope that I have great potential. I feel like I have that. I think that could be delusional हुन्छ नि धेरै रिल्सहरू हेरेर धेरै आफूलाई हुन्छ नि सिट पोजिटिभिटी दिएर हुन्छ नि त्यसरी मलाई अहिले त्यो डिल्युजनल फिल भइरहेको होला मेबी नट आई डोन्ट नो एनिवेज दिस इज मी क्रिश रियल मी इट्स भ्लग 1 आई डोन्ट आई विल ट्राई टु मेक हुन्छ नि यस्तै भिडियोजहरू के हुन्छ नि यस्तै लाइक नट भ्लग मात्रै हुन्छ नि लाइक I'm gonna show you my way. I'm gonna show you हुन्छ नि just I'm gonna document my life. There you are. So this camera, me, tripod, अहिले हामी 3 जना छौँ. I think पछि there gonna be a ton of हुन्छ नि equipments. I think लाइटहरू पनि छ यहाँ हुन्छ नि. I'm gonna have ton of guys like you हुन्छ नि equipmentsहरू and I'm gonna document my life. And I'm gonna tell my story, tell my opinion, tell my feeling. Might make a short film, might make some commercial, I don't know. But I'm gonna show you all Sunny, the way of Krish. The way of Krish. She got so weird, yeah. The way of Krish. It sounds cool, yeah. I think that's gonna be my YouTube channel then. The way of Krish. The way of Krish. The way of Krish. The way of Krish. Overacting as fuck. There, man. I feel like मैले यस्तो गरेँ के धेरै and मेरो कस्तो नराम्रो क्यामेरा एङ्गल आयो जस्तो लागिरहेछ but you know that's just it म केही एडिट गर्दिनँ म यतिकै हाल्छु this video yes fucking weird right weird I gotta improve my vocabulary and yeah I think I'm gonna study Oscar right yeah so weird yeah so indecisive like it's my Nepali naam saying English naam saying no but I got that alright you know alright